हामीले गाउँतिर आँटी भन्थ्यौँ कि यसलाई। रानी महल लाइक सब्स्क्राइब गरिदिनु होला। दाइको 1 मिलियन पुरा गरौँ। राजेश जङ्कारकी हेलो सो गाइस ल आइसकेको छ हामी माथि हैन। राख्नको लागि कता राख्ने यहाँ। सो गाइस हामी त आइयो नाङ्लो रेस्टुरेन्ट। यो स्कुटरलाई ठ्याक्क गर्दैौ न। सो गाइस हामी त आइसकेको नाङ्लो रेस्टुरेन्टमा है त। यहाँ के खाने खाजा साजा? हेलो सो गाइस ल हामी त यहाँबाट निस्किसकेको छौँ हैन। माथि यहाँ चाहिँ खाना के भन्छन्। हेलो सो गाइस ल हामी चाहिँ निस्किसकेका छौँ। नास्ताको ब्लगमा स्वागत छ मलाई। स्वागत छ। हामीसँग यो तडा आएको हैन। अघि नै क्या खतरै देखिया छ भाइ। यतै यो के के लिने मानेन नि त भाइला। माथि फेरि चप्पल हाल्नु पर्ने होला जुत्ता। सो गाइस बाफ्रे यहाँ त पुरै आँटी रहेछ यार। हामीले गाउँतिर आँटी भन्थ्यौँ कि यसलाई। यो त नि उस्ट आँटी रहेछ क्या आँटी। हामीले गाउँतिर आँटी भन्थ्यौँ कि। हामी चाहिँ अब यहाँबाट निस्किसकेको छौँ। खाजा साजा खाइयो होइन। अब चाहिँ हामी निस्किन्छौँ माथितिर यसो गरेर आउनु पऱ्यो होइन। ओके गाइस यहाँ यो ब्लू कलरको यो यो टानी बेलामा हैन यहाँबाट यस्तो सिधै जाने हैन ठ्याक्क त घुम्टे आउँछ कि घुम्टेबाट यता लाग्ने है। दाहिने लाग्ने। यता लाग्ने। ओके ल ओके। सो गाइस अब ढिलै भयो होइन। खाजा साजा नै खाँदाखेरि यता गर्दाखेरि ढिलै भयो। सो हामी चाहिँ अब त्यही आइरहेछ क्या। ल बाई बाई। ओ कति चिसो।
रानी महल तल रहेछ होइन जाने तलै त होला नि है ए रानी महल जाने बाटो यही हो ए ल थ्याङ्क यू शीत है खरी पनि यो त तल होला है यताबाट कताको बाटो आउने रहेछ त यहाँ गाडी रोकिएर माथिबाट ढुङ्गा आएर चाहिँ क्या क्या ब्रेकै नलाएर एक्सिडेन्ट भयो मलाई त होला नि होइन होइन यो तल्लो त माथिल्लो रिडी भन्ने जहाँ वहाँ ऊ टागेर बसे खान सो गाइज हामी चाहिँ आइसकेको छ रानी महल हेलो सो गाइज हामी चाहिँ आइसकेको छ कहाँ भन्दाखेरि रानी महल देख्न सक्नुहुन्छ होइन रानी महल आइसकेको छ के छ खबर सबैजनाले राजेश जङ्कारकी सबैजनाले सब्सक्राइब गरिदिनु ओके ल राजेश जङ्कारकी यो छ है हेर
राजेश जङ्कारकी है सब्सक्राइब गर्नु पर्यो ल यसो हाई गरिदेऊ सबै राजेश जङ्कारकी राजेश जङ्कारकी ल टक्क लाएर गर्नुपर्छ है सब्सक्राइब भिडियो आउँछ ढुक्क ओके माथिबाट खतरा हाई गरिदेऊ ल टक्क लाएर राजेश जङ्कारकी छ राजेश जङ्कारकी छ सबैजनालाई सब्सक्राइब गरिदिनु पऱ्यो अब 3-4 दिनमा आउँछ होला पोखराबाट आएको ठ्याक्क छ अझै एडिट गर्नुपर्छ ओके भइहाल्छ नि ल के नाम छ तिम्रो के छ दिवस आछमी ओके ल सबैजनाले सब्सक्राइब गरिदिनु होला है ल भइहाल्छ नि है होइन निबिसक्नु है ल ओके ल भिडियो त आउँछ अब धेरै भिडियो होइन कुन हो भन्ने थाहा हुनु पर्यो नि डाँटमा चल्दैन कस्तो फोटो त होला नि क्रस फायर उडाएको छ है कति सब्सक्राइबर छ दाइको अब 500 पुनः लाग्छ धेरै भिन्न नपाए नि अझ छुट्टीको बेलामा ट्याक्क लाएर कहाँबाट पोखराबाट पोखरा पोखरा मुस्ताङ छ उयो त तल बिरौटामाथि हामी चाहिँ पामेतिर ल भाइको पनि आउँछ ट्याक्क लाएर होइन पोखरातिर भेटौँला होइन मेरो फेसबुक पनि त्यही छ त्यसो आउनु बाइक चलाएर आएको नि त ल ओके ल भाइहरू धेरै भेटिएका छन् होइन हेलो सो गाइस ल आइसकेको छ हामी माथि होइन के भन्छ यसलाई म्युजियम रानीमहल म्युजियम होइन म्युजियम होइन यहाँभित्र म्युजियम छैन सो गाइस देख्न सक्नुहुनेछ होइन हामी चाहिँ माथि आइसकेको छौँ क्या दामी छ तर दिउँसै आउनु पाएका यति रमाइलो हुन्थ्यो होइन माथि गएर हामी चाहिँ भित्र छिरिसकेको छ लगाइ सबैजना यता के छ अहिले आउँछ यहाँ अँधेरो छ माथितिर अब हाई गर्ने है अँधेरो छ छैन हौ छैन माथि त माथि छ र हो डर लाग्दैछ यता के रहेछ यता हेरिदिउँ न पहिला त्यसो माथितिर रहन्छ जस ओहो नदी काली गण्डकी हो कि क्या रे सोल तर माथि रहन्छ कि होइन रानी महल देख्न सक्नुहुनेछ रानी महल तपाईँहरूले देखिहाल्नुभयो होला यस अलिकति बेलुका भएर चाहिँ अलिकति भएन क्या अँधेरो भयो होइन त्यही पनि हेऱ्यो होला नेक्स्ट टाइम आएको बेला अलिकति उज्यालो नै हुँदैछ
क्या दामी नजारा देखिएको छ है यस्तो दामी देखियो है देख्न सक्नुहुन्छ तलतिर तल फेदीमा रहेको रानी महल यति दामी सुन्दर रहेछ होइन हेलो सो गाइज ल आज चाहिँ अब भिडियो पनि सकिसकेको छ र रानी महल पनि हेरिसक्नु भयो होला होइन अब यहाँभन्दा अरू महल त छँदै छैन र रानी महल एकदम ब्युटिफुल र एकदम दामी नै लाग्यो कि हेर्नु अझ अँध्यारोमा कस्तो दामी लाइटिङ सिस्टमहरू होइन जियोस् देख्न सक्नुहुनेछ र यतातिर पुरै खतरा लाइट छ होइन अनि त्यहाँबाट यो भयो फेरि पनि देखाइसकेको छु र लाइटिङ सिस्टम भएको भए चाहिँ मैले फेरि एकचोटि देखाउन देखाएको छु र तपाईँहरूले हेरिदिनु होला र रानी महल आउनुभएको छैन भने तपाईँहरू पनि टाइम मिलाएर आउन सक्नुहुनेछ र ल अब हाम्रो भिडियो पनि अन्त्य भइसकेको छ र तपाईँहरूले चाँडोभन्दा चाँडो सब्सक्राइब गरेर बेल आइकनको अन गर्न नभुल्नु होला ल लाइक कमेन्ट सेयर र साथीहरूलाई सम्पूर्ण साथीहरूलाई यो भिडियो र सेयर गरेर पुर्याउन चाहिँ नभुल्नु होला र त्यही हो छ होइन सबै भिडियोहरू अन्त्यसम्म हेरेर हजुरले साथ दिनु होला र म फेरि यस्तै कन्टेन्टहरू लिएर आउनलाई तपाईँहरूको माझमा लिएर आउनेछु र तपाईँहरूले टक्क लाएर सब्सक्राइब गरेर टस्स हानिदिनु पऱ्यो र गाइज अब चाहिँ हामी चाहिँ यहाँबाट नाइट राइड हानिन्छ तर अब भिडियो त गतिलो आउँदैन त्यही पनि मैले बनाउँदिनँ होला नाइटमा चाहिँ अब भिडियो गतिलो आउँदैन मेमोरी मात्र फुल हुन्छ होइन जस अब यहाँबाट हामी पोखरा गइन्छ होइन अब सिधै पोखरा जाने हो त्यही भएर चाहिँ अब यो भिडियोलाई अब यहीँ इन्ड गर्नेछु र त्यही हो गाइज पुरानो हुनुहुन्छ भने बेल आइकनको अन गर्न चाहिँ नभुल्नु होला नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर बेल आइकनको ट्याङ्ग घन्टी बजाउन चाहिँ नछोड्नु होला त्यही हो तपाईँहरूको लागि नै मैले चाहिँ राम्रो राम्रो कन्टेन्ट लिएर आएको हुँ तपाईँहरूले हेर्नको लागि कतिजना आउनुभयो कतिजना आउनुभयो र नआउनु भएकोले पनि भिडियोमा हेर्नु होला के कस्तो छ तपाईँहरूले टक्क लाएर हेरेर आउनु होला त्यही हो गाइज ओके ल मेरो सोसल मिडिया राजेश जानकारकी 99 फेसबुक इन्स्टा र टिकटक अनि त्यहाँबाट युट्युब भइहाल्यो सबैजनाले फलो र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला ओके गाइज अब चाहिँ म अरू भिडियो लिएर आउनेछु र हामी चाहिँ अब यही भन्दै हामी चाहिँ रानी महलमै इन्डिङ हान्नेछौँ र रानी महलमै इन्डिङ हान्नेछौँ र ओके गाइज स्टार्ट ट्युन सी यू नेक्स्ट ब्लग ओके बाई बाई